Good evening, everybody. Hello. सुनिएको छ मैले बोलेको? गुड इभिनिङ सर, सुनिए सर। गुड इभिनिङ। ल सुरु गरौँ आजको क्लास। हामी मेजर्स अफ सेन्ट्रल टेन्डेन्सी भन्ने टपिकलाई स्टार्ट गर्दै थियौँ। त्यहीँबाट कन्टिन्यू गरौँ। केही बेसिक फर्मुलाहरू, बेसिक कन्सेप्टहरू अलिअलि सुरु गरौँ। त्यसपछि हामी ओल्ड क्वेसन कलेक्सनको क्वेसनहरू सल्भ गर्छौँ। ल हामीले हिजो यही अब भनौँ न सेन्ट्रल टेन्डेन्सीमा पढ्नुपर्ने जे जति चिजहरू छ त्यसलाई सर्टकटमा बुझ्दै जाउँ भनेर अर्थमेटिक मिनको बारेमा मैले कुरा गरेको थिएँ। इन्डिभिजुअल सिरिज, डिस्क्रिट सिरिज र कन्टिन्युस सिरिजको केही सिम्पल प्रब्लमहरू पनि हामीले सल्भ गरेका थियौँ, होइन त? हामी यहाँसम्म थियौँ, लगभग यो बुझेकै थियो होला। अब यसै गरी हामीले यो अर्थमेटिक मिन मात्रै पढेर हुँदैन। यहाँ कहिलेकाहीँ हामीलाई जियोमेट्रिक मिन, जिएम र हार्मोनिक मिन एचएम भन्ने पनि सोध्छ है। अब यो के हो त, यसलाई चाहिँ कसरी क्याल्कुलेट गर्ने भनेर पहिला त्यसको फर्मुलाहरू पनि बारेमा जानौँ। अनि त्यसै गरी पार्टिसन भ्यालुहरूको बारेमा पनि बुझौँला। अनि हामी ओल्ड क्वेसन कलेक्सनहरू सल्भ गर्छौँ ल फटाफट। ल यो जियोमेट्रिक मिन अर्थात् जिएमलाई हामी जियोमेट्रिक मिन भन्छौँ। यो भनेको के हो भने यो विशेष गरी अब यसले पनि काम चाहिँ हाम्रो सेन्ट्रल टेन्डेन्सीमा जसरी मिनले जस्तो काम गर्छ त्यस्तै नै हो। तर कतिपय क्वेसनहरूमा हामीले अर्थमेटिक भन्दा जियोमेट्रिक मिन सल्भ युज गर्ने, विशेष गरी स्पिड होइन, रेट अफ चेन्जका कुराहरू, यस्ता क्वेसनहरूमा चाहिँ जियोमेट्रिक मिन युज गर्ने भन्छौँ। तर त्यो चाहिँ म पछि डिटेलमा भन्छु। तर अहिले चाहिँ जियोमेट्रिक मिन कसरी फाइन्ड आउट गर्ने भन्ने कुरामा बढी फोकस गरौँ। जसरी इन्डिभिजुअल सिरिज यसको पनि त अब इन्डिभिजुअल सिरिजमा के गर्ने, डिस्क्रिटमा के गर्ने है, त्यसै गरी कन्टिन्युसमा के गर्ने भन्ने कुरा हुन्छ है। अब इन्डिभिजुअल सिरिजमा कसरी निकाल्ने त जियोमेट्रिक मिन भन्दा जिएम इज इक्वल टु, यहाँ चाहिँ हामी लग भन्ने एउटा युज गर्छौँ। हाम्रो क्यालकुलेटरमा हुन्छ एलओजी भन्ने एउटा की भनौँ न, होइन, एउटा डेडिकेटेड की नै हुन्छ, त्यसलाई हामी युज गर्छौँ। अनि एन्टी लग पनि हुन्छ त्यहाँ, एन्टी लग अफ समेसन लग एक्स डिभाइड बाई एन भन्ने फर्मुला युज गर्छौँ इन्डिभिजुअल सिरिज हो भने। र त्यसै गरी यदि डिस्क्रिट सिरिज हो भने चाहिँ जसरी हामीले मिनको फर्मुलामा समेसन एक्स बाई एन भन्ने युज गरेका थियौँ इन्डिभिजुअलमा, र डिस्क्रिटमा चाहिँ जस्ट त्यो यक्स र यफको बिचमा एफ, यक्स र समको बिचमा यफ भन्ने आएको थियो भने यहाँ पनि त्यस्तै गरी मैले डिस्क्रिट सिरिजको लागि फर्मुला लेखेँ भने जिएम इज इक्वल टु एन्टी लग अफ समेसन बिचमा एफ आउने भयो डिभाइड बाई क्यापिटल एन हुन आउँछ। र त्यसै गरी कन्टिन्युस सिरिजमा पनि सेम फर्मुला युज गर्न मिल्छ। तर एक्सको ठाउँमा चाहिँ हामीले के राख्नुपर्छ त, मिड भ्यालु राख्नुपर्छ। एन्टी लग अफ समेसन एफ लग एम डिभाइड बाई एन राख्नुपर्छ। ल यो त मैले फर्मुला भने, तर फर्मुला मात्रै भनेर त हुँदैन होइन, यसलाई कसरी युज गर्ने भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ। सपोज गरौँ हामीलाई एउटा इन्डिभिजुअल सिरिज छ एक्स भन्ने चिज 10, 20, 30, 40, 50 भन्ने छ। एकदम सिम्पल क्वेसन मैले लिएँ। पहिला सिम्पल क्वेसनमा बुझौँ अनि त्यसपछि इक्जाममा आएको क्वेसनहरू सल्भ गरौँला। अब कसरी निकाल्ने त भन्दा पहिला सुरु यसलाई भर्टिकली लेख्दा राम्रो हुन्छ। हुन त यत्तिकै लग निकाले पनि हुन्छ, र भर्टिकल लेखेर गरेको अलि राम्रो हुन्छ। ल यसलाई मैले एक्स भनेर राखेँ। र के छ त यहाँ 10, 20, 30, 40 र 50 यो हाम्रो दिएको क्वेसनहरू जस्ताको तस्तै राख्ने। र सँगसँगै अब एउटा कोलम हामीले यहाँ थप्नुपर्ने भयो यो लगको लागि। एलओजी भन्ने छ नि यहाँ फर्मुलामा, यो एलओजी कसरी निकाल्ने त भन्दा हाम्रो क्यालकुलेटरमा एलओजी कतै न कतै हुन्छ, लग भन्ने चिज हुन्छ, त्यसलाई युज गर्ने। कसरी युज गर्ने भनेर
मेरो क्यालकुलेटरमा चाहिँ देखाउँछु, तर मेरो क्यालकुलेटरमा अलिकति फरक होला, तपाईँहरूको क्यालकुलेटरमा अलिकति फरक हुन्छ। यो यसको भनौँ न यसको डिस्प्ले र त्यसको डिस्प्ले अलिक फरक छ। यो यहाँ छ लग भन्ने छ है, एलओजी भन्ने हुन्छ। तपाईँको क्यालकुलेटरमा पनि हुन्छ त्यहाँ कतै, ख्याल गर्नु भएको छ? लग देख्नु भएको छ क्यालकुलेटरमा? छ सर। है लग थिच्नु पर्यो र 10 थिच्नु पर्यो। मैले लग थिचेपछि यहाँ मेरोमा लग देखियो है, अनि त्यसपछि 10 थिच्नु बित्तिकै यसको भ्यालु आउँछ, त्यो भनेको 1 आउँछ है। त्यसै गरी अब लग 20 निकाल्नु पर्यो भने पनि फेरि लग थिच्नु पर्यो अनि 20 थिच्नु पर्यो, त्यो भनेको 1.301 आयो। त्यसै गरी लग 30 गरौँ, लग 30 गर्दा 1.4771। यो चारवटा डिजिटमा लेखेको राम्रो हुन्छ, चारभन्दा बढी आयो भने चाहिँ पछाडिकोलाई इग्नोर गर्ने। त्यसै गरी लग 40 गर्ने, त्यो भने 1.6021। त्यसै गरी लग 50 गर्ने, लग 50 गर्दा कति हुन्छ? 1.699 हुन्छ। त्यसरी हामीले लग भ्यालु निकाल्ने, चाहे त्यो इन्डिभिजुअल चाहे त्यो डिस्क्रिट, सबैमा यो लग हामीलाई चाहिन्छ यदि जोमेट्रिक मिन हामीले क्यालकुलेट गर्दैछौँ भने। अब यहाँ त हामीलाई यति भयो पुग्यो, यहाँ धेरै कुरा गर्नै परेन। अब लग आइसकेपछि यसमा सम गर्ने अर्थात् यसलाई एड गर्ने, समेसन लग एक्स गर्ने। यो कति हुन्छ त भनेर फेरि यसमा एड गरेर हेरौँ, कति आउँछ? 7.078 7.078 0.078। 8 ल यो भयो हाम्रो सम लगको भ्यालु। अब फर्मुला कसरी हाल्ने भन्दा हाम्रो यो फर्मुला यहाँ लेख्नु पर्यो, जिएम इज इक्वल टु एनटी लग अफ समेसन लग एक्स डिभाइड बाई एन। अब एनटी लगलाई एनटी लगै राखौँ अहिले। अब समेसन लग एक्स भनेको 7.078 हो, डिभाइड बाई एन। अब एन भनेको हाम्रो फ्रिक्वेन्सी नभएको क्वेसनमा त एन भनेको काउन्टिङ नम्बर हो, काउन्ट गर्ने हो होइन। त्यसो भएर यहाँ कतिवटा नम्बर छ भन्दा 1 2 3 4 5वटा छ, त्यसो भएर हाम्रो यहाँ 5 भयो। र त्यसै गरी यहाँ अब एनटी लग अफ कति हुन्छ त यो डिभाइड गरी हेरौँ, 7.078 डिभाइड बाई 1.4156 5 गर्दा 1.4156 भयो। ल अब यो एन्टी लग चाहिँ फेरि कसरी निकाल्ने? त्यो एन्टी लग चाहिँ तपाईँहरूको क्यालकुलेटरमा जहाँ लग भन्ने एउटा की छ नि, त्यो लगको माथिपट्टि त्यहाँनिर 10 टु दि पावर भन्ने लेख्या होला है, त्यो कीकै माथि कर्नरमा है, त्यो मेन कीमा चाहिँ लग लेख्या होला होइन, त्यसको माथिपट्टि कर्नरमा यहाँ 10 टु दि पावर भनेर लेख्या होला हो, त्यो भनेकै एन्टी लग हो। तर त्यो कीको माथिपट्टिको चिज युज गर्नलाई त हामीले त्यो सिफ्ट की भन्ने पहिला थिच्नुपर्छ होइन त। ल सिफ्ट थिचेर त्यही लग की थिच्यो भने त्यहाँ 10 टु दि पावर आउँछ, अनि यो 1.4156 थिचिदिने। त्यसो गऱ्यो भने एन्टी लग निस्किन्छ। ल भनेपछि मेरोमा चाहिँ एन्टी लग भन्ने छ कि छैन म चेक गर्छु है। मेरोमा पनि रहेछ 10 टु दि पावर एन भन्ने छ, यो लगको तल छ मेरोमा चाहिँ होइन। त्यसो भएर मैले यही थिचिदिन्छु, यहाँ मेरोमा काम गरिहाल्छ। सो 10 टु दि पावर भन्ने छ 1.4156। यदि कसैको क्यालकुलेटरमा त्यो एन्टी लग अर्थात् 10 टु दि पावर छैन भने छुट्टै 10 थिचेर अनि पावर थिचेर यो नम्बर थिच्दा पनि पाइयो। भनेपछि कति भयो त? 26.0375 इज आवर आन्सर। यसरी जोमेट्रिक मिन निकाल्न सकिन्छ यदि त्यो कुन सिरिज भयो भने, यो कुन सिरिजको लागि भयो? इन्डिभिजुअलको लागि भयो है, बुझिन्छ नि है? बुझिएन भने भन्नुहोस् है। र त्यसै गरी अब डिस्क्रिट सिरिज रहेछ। हजुर फेरिबाट भनिदिनुहोस् न। ए यो जस्तो हाम्रो क्वेसन हो होइन, म यहाँ हाइलाइट गरेर देखाउँछु ल। यो हाम्रो क्वेसन हो, 10 20 30 40 50 भन्ने 5वटा नम्बर दिएर रहेछ। यो नम्बरको जोमेट्रिक मिन निकाल्नु भन्यो भने हामीले के गर्नु पर्यो भने
यो एक्सहरूलाई भर्टिकल्ली यसरी सार्ने कोठा बनाएर होइन, अनि अघि एक्स भनेर लेख्ने, यसरी यहाँनिर मैले हाइलाइट गरेर देखाइरहेको छु। अनि त्यसपछि टक्क यहाँ चाहिँ अब हाम्रो के हुन्छ त भन्दा यहाँनिर जस्तो अब लग एक्स चाहिँ हाम्रो क्यालकुलेटरबाट निकाल्ने, क्यालकुलेटरमा लग भन्ने हुन्छ, लग एलओजी भन्ने हुन्छ, अनि लग 10 थिचेपछि 1 आउँदो रहेछ, त्यस भएर मैले यहाँ 1 लेखेको। लग 20 थिच्यो भने यहाँ 1.310 हुन्छ, लग 1 त्यसै गरी 1.4771 भन्ने, अब 30 थिच्यो भने त्यो आउँछ। यसरी सबै नम्बर राख्ने, यसलाई एड गर्ने, अनि टक्क फेरि हाम्रो जिएम इज इक्वल टु एन्टी लग अफ समेसन लग एक्स डिभाइड बाई एन भन्ने फर्मुलामा राखेपछि एउटा भ्यालु 1.4156 त आयो। तर फेरि एन्टी लग निकाल्ने बेलामा के गर्ने भन्दा एन्टी लग निकाल्ने बेलामा 10 को पावर भनेर लेखिदिने होइन, अथवा उयो 10 टु दि पावर थिचे पनि मेरोमा चाहिँ डाइरेक्ट आउँछ। तपाईँहरूकोमा आएन भने पनि यो पहिला 10 थिच्ने, अनि त्यसपछि यहाँ मेरोमा पावर छ ऊ यस्तो गरे पनि हुन्छ। 10 को पावर गर्ने 1.4156 थिचेपछि 26.03 आउँछ। 35 यो नै हाम्रो आन्सर हो भनेको। अब यस्तै क्वेसन यदि डिस्क्रिट सिरिजको हो भने हेरौँ है, यदि डिस्क्रिट सिरिजको भने त हामीलाई एक्स मात्र दिँदैन, एफ पनि दिन्छ होइन त। जस्तो यहाँ अहिले एक्स पनि हुन्छ, एक्स पनि हुन्छ, एफ पनि हुन्छ हाम्रो क्वेसनमा। के को हिसाब किताब हो, उता अर्कै हिसाब किताब चलिरहेको रहेछ, यताको हिसाब किताबतिर ध्यान दिनु पर्यो एकछिन। 10, 20, 30, 40, 50 रहेछ अरे मानौ। फ्रिक्वेन्सी चाहिँ रहेछ 2, 4, 8, 5, 3 रहेछ भनेर मानौ। अब यसको चाहिँ कसरी निकाल्ने होला भन्दा सेम प्रोसेस हो, जस्ट एउटा यफ भन्ने बिचमा थपिने भयो। तर त्योभन्दा अगाडि हामीले यसै गरी अहिलेको जस्तै लग एक्स निकाल्ने। लग एक्स मैले माथि निकालिसकेको छु, म त्यही सार्छु है त। भनेपछि लग 10 कति आएछ भन्दा एक्सको भ्यालु त 10 हो यो ठाउँको लागि। सो लग 10 भने 1 आउँछ, माथिबाट हामीलाई थाहा भइसक्यो। लग 20 भने 1.301, लग 30 भनेको 1.4771, लग 40 भनेको 1.6021, लग 50 भनेको 1.699। यति भयो। त्यसै गरी अब हामीलाई त फेरि के भन्छ, अब यहाँ चाहिँ यक्सलाई जोडेर हुँदैन। यहाँ मैले फर्मुलामा के भनेको छु भन्दा डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिजको केसमा चाहिँ यो भित्र अघिना चाहिँ यहाँनिर लग समेसन लग एक्स थियो होइन इन्डिभिजुअलमा, भने डिस्क्रिटमा चाहिँ के फरक छ त भन्दा एउटा यफ पनि छ बिचमा। त्यसो भएर सिधै लगलाई जोड्नु हुँदैन, पहिला यहाँ यफले हाम्रो लग एक्सहरूलाई मल्टिप्लाई गरेर मात्रै एड गर्ने भन्छ। अब यफहरूलाई एड गर्ने भनेको कस्तो, यफले मल्टिप्लाई गरेर भनेको कस्तो त भन्दा यो दुइटालाई मल्टिप्लाई गरेर यहाँ लेख्ने होइन, 2 1 जा 2 लेख्न पाइयो। त्यसै गरी यहाँनिर मल्टिप्लाई गरेर हेर्दा 4 इन्टु 1.301 गर्नुपर्ने भयो, 5.204 भयो। त्यसै गरी अर्कोमा 8 इन्टु 1.4771 गर्नुपर्ने भयो, कति आउँछ 11.8168 आउँदो रहेछ। त्यसै गरी 5 इन्टु 1.6021 गर्दा 8.0105 आउँछ। त्यसै गरी अर्को 3 इन्टु 1.699 गर्दा 5.097 आउँछ। अब फाइनल्ली यसलाई एड गरिदिने हो, एफ लग एक्स गर्दा जति आउँछ त्यो नै हाम्रो समेसन। 32.124 आउँछ सर। कति आउँछ 32.124 124 आउँछ। ल अब एन चाहिँ कसरी आउँछ होला यहाँ भन्नुहोस् त ल। एन 5 हो एन भनेको, फ्रिक्वेन्सीले जोडे हो फ्रिक्वेन्सीलाई जोडेर आउँछ। ल जोड्नुहोस् त कति आउँछ, म यहाँ तल फर्मुला लेख्दै गर्छु। 22 आउँछ सर। 22 आउँछ।
ल अब अघिको जस्तै फर्मुलामा राखिदिने एन्टी लग अफ त्यसपछि समेसन एफ भनेको 32 आयो 32.12 आयो टक्क तल चाहिँ 22 आयो यसलाई हिसाब गरिदिने हाम्रो अब त्यो भने 32.124 डिभाइड बाई 22 गर्दा आउँछ एन्टी लग अफ 1.4602 अब यसैको एन्टी लग फेरि एन्टी लग निकाल्ने तरिका थाहा भइसकेको छ हामीलाई होइन त लगको तल छ 10 टु दी पावर मेरोमा चाहिँ तपाईँहरूकोमा सिफ्टमा लग छ 4602 गर्दा आउँछ कति 28.8536 यसरी निकालिदिने यो भयो कुन सिरिजको लागि डिस्क्रिट सिरिजको लागि है अब बाँकी रह्यो कसको लागि कन्टिन्युअस सिरिजको लागि ठिक छ नि होइन बुझिन्छ है एफले मल्टिप्लाई अघि नै हामीले सिधै लग एक्सलाई एड गरेका थियौँ भने अब चाहिँ एफले मल्टिप्लाई गरेर लग एक्सलाई एड गरेका थियौँ अब यसै गरी कन्टिन्युअस सिरिज छ भने कन्टिन्युअस सिरिजमा कस्तो हुन्छ अरे क्वेसन हामीले हिजो बुझिसकेका छौँ है अस्ति क्लास इन्टरभल हुन्छ है क्लास इन्टरभल हुन्छ अनि अर्को फ्रिक्वेन्सी त हुने भइहाल्यो ल क्लास इन्टरभलमा के हुन्छ भन्दा क्लास इन्टरभलमा हुन्छ सिम्पल क्वेसन लिइरहेको छु पछि बाङ्गाटिङ्गा क्वेसन इक्जाममा आएका क्वेसनहरूमा गरौँला अहिले सिम्पल भन्दा सिम्पल क्वेसनमा सिकौँ पहिला 30 देखि 40 40 देखि 50 50 देखि 60 यति नै राखौँ न 40 देखि 50 सम्म यति भएपछि बुझिहालिन्छ है चाडा मात्रै रहेछ 10 देखि 20 सरी यहाँनिर 10 देखि 20 नै लेखौँ होइन 20 20 देखि 30 30 देखि 40 र 40 देखि 50 राखिदिउँ त्यसै गरी फ्रिक्वेन्सी पनि त्यस्तै गरी अहिलेको जस्तो 2 4 5 3 2 भनेर राखिदिउँ अब यसको पनि जोमेट्रिक सिरिज निकाल्न जोमेट्रिक मिन निकाल्न पर्यो भने फर्मुलामा खासै फरक छैन एन्टी लग अफ के गर्ने भनेको थियो समेसन एफ लग एक्सको ठाउँमा के लेख्ने अरे यहाँ भन्नुहोस् त एक्सको ठाउँमा के लेख्नुपर्छ यहाँ एक्सको ठाउँमा ऐन एक्स लेखेको ठाउँमा अहिले लेख्ने यम यम भनेको मिड भ्यालु हो अब यहाँ मिड भ्यालु निकालेर अघिकै कामलाई रिपिट गरिदिने हो कति हुन्छ मिड भ्यालु 0 टु 10 को 5 हुन्छ होइन त यो हुन्छ 15 यो हुन्छ 25 एकदम सिम्पल कुरा हो त्यसबाट मैले धेरै टाइम यसमा लगाउँदिनँ पछि गाह्रो गाह्रो लामो लामो क्वेसनहरू त पढ्नु छँदैछ होइन अब यो कुरा नपढिकन गयो भने फेरि उतापट्टि के उता हामीले बेसी कुरा जाने छैन भने जस्तो हुन्छ भनेर मैले गरिदिइरहेको छु है एउटा एउटा क्वेसन कम्तीमा ल अब यम मात्र निकालेर सुख पाइँदैन हामीलाई त लग चाहिन्छ लग एम चाहियो फेरि त्यसको लागि फेरि लगको युज गर्नु पर्यो लग एम निकाल्ने तरिका अघिको जस्तै हो अब म भन्दिनँ ल अघिको जस्तै हो लग एम हो लग एम भनेको यहाँ लग 5 जोड्नु पर्यो यहाँ कति आउँछ लग 15 यो कति आउँछ त्यसरी सबै भ्यालु लग 5 को कति आउँछ होला यति दिँदैन रहेछ है दिन्छ कि भने दिएन ल भनेपछि हाम्रो क्यालकुलेटरले दिइहाल्छ लग 5 आउँदो रहेछ कति 0.6989 ल त्यसै गरी अर्को लग 15 भनेको 1.1761 त्यसै गरी लग 25 को भ्यालु 1.3979 लग 35 को 1.5441 र अर्को छ लग 45 1.6532 ल अब यसलाई एड गर्ने हो त होइन पहिला एफ छ नि त हाम्रो क्वेसनमा होइन हाम्रो क्वेसनमा एफ भएपछि त हामीले यसलाई के गर्नु पर्यो मल्टिप्लाई गरेर मात्रै जोड्ने हो अब यसलाई एड गरौँ मल्टिप्लाई गरौँ पहिला सबै फ्रिक्वेन्सीलाई यो दुईटालाई मल्टिप्लाई गर्दैछौँ हामी र यहाँ लेख्दैछौँ
भनेपछि 2 इन्टु 0.6989 गर्दा 1.3978 है। अब यो आउँछ है, सेम छ यो। पछि यसो म पठाइदिन्छु यो फाइल, त्यतिखेर सट्ट हेर्ने गर्ने केही गाह्रो हुँदैन। लग एम जति आउँछ त्यो निकाल्ने, अनि अघिको जस्तै गरी यो भ्यालुमा राखेपछि आन्सर आउँछ। यहाँ यान चाहिँ यहाँ जोडेर आउँछ। त्यो डिस्क्रिट र कन्टिन्युसमा फरक कति त भन्दा जस्ट एउटा मिड भ्यालु निकाल्ने कुरा मात्रै फरक हो, अरू सबै सेम। केही छ सोध्नुपर्ने, केही नबुझेको? यस्तो यो चाहिँ कसरी भयो भने जस्तो केही छ भने नबुझेको भए सोध्नु पर्यो है। ठिक छ, अगाडि बढौँ। यस सर। ठिक छ सर, पढौँ। ल अब हाम्रो अर्को एउटा यस्तै गरी मैले त जोमेट्रिक मिन भन्ने होइन, अर्को पनि एउटा चिज छ, के छ हार्मोनिक मिन भन्ने छ। अब हार्मोनिक मिनलाई पनि यसै गरी सर्टकटमा भन्नु है, पछि पछि आउँदाखेरि अप्ठ्यारो नपरोस्। ल हार्मोनिक मिन, हार्मोनिक मिन, हार्मोनिक मिन चाहिँ कसरी निकाल्ने भन्दा यो जस्ट मिनको रेसिप्रोकल हो कि। जस्तो हामीले 2 4 8 भन्छौँ होइन, अब यो त जोमेट्रिक भयो है। अब यो चाहिँ 4 चाहिँ जोमेट्रिक मिन हो कि वास्तवमा 2 र 8 को। अब यस्तो चिजहरू हामीलाई चाहिँदैन चाहिन्छ होइन। सानो क्लासमा पनि थियो, हायर क्लासमा पनि हुन्छ। म्याथ पढ्नेहरूले विशेष तेलमा पढ्छन्। अहिले चाहिँ अब यो 2 र 8 छ भने बिचमा 2 दुना 4, 4 दुना 8 यसरी जोमेट्रिक प्रोग्रेसनमा छ भने त्यो फो चाहिँ जोमेट्रिक मिन हो। अब हार्मोनिक मिन भनेको चाहिँ यदि 3टा नम्बरहरू जस्तो मानौ न 1 3 5 भनेको अर्थमेटिक मिन हो, अर्थमेटिक प्रोग्रेसनमा छ भन्छौँ यसलाई हामी। यसको डिफरेन्स 2 2 छ कि +2, यो पनि +2 भएर गएको छ भने यदि यसलाई मैले रेसिप्रोकल गरिदिएँ भने नि, यसको 1/1 1/3 1/5 गरिदिएँ भने यो चाहिँ के हुन्छ त हार्मोनिक मिन हुन्छ। अब यस्तो खालको हार्मोनिक मिन 1/3 जस्तो 1 र 5 को बिचमा 1/1 र 1/5 यदि भनौँ न 3टा नम्बरहरू अर्थमेटिक मिनमा छ भने त्यसको रेसिप्रोकल चाहिँ हार्मोनिक मिन हुन्छ भन्छ। अनि त्यो बिचको मिन चाहिँ कसरी निकाल्ने भन्ने कुरा गर्न चाहिँ सजिलो छ, फ्र्याक्सनको कन्सेप्टबाट जाने हो। जस्तो हामीले मिनको फर्मुला लेख्यौँ, समेसन एक्स बाई एन लेख्यौँ होइन त। अब हाम्रो यो चाहिँ हाम्रो एएमको फर्मुला भयो भने अब एचएमको फर्मुलामा चाहिँ जस्ट उल्टाइदिने हो यसलाई, तलको माथि माथिको तल गरिदिने हो। अर्थात् एन माथि जान्छ अनि समेसन तल एक्स। अब तल एक्स मात्र लेखेर फेरि हाम्रो भ्यालु अर्थात् त्यो ठ्याक्क हामीले जस्तो रेसिप्रोकल खोज्यो भने त्यस्तो भेट्दैन भन्न चाहिँ अब रेसिप्रोकल भन्छौँ। फर्मुला चाहिँ सिधै रेसिप्रोकल गरे होइन कि त्यो एक्सलाई पनि रेसिप्रोकल गरे हुन्छ कि यस्तो हुन्छ है। भनेपछि यो फर्मुला लगाउने हो अबको हरेक प्रब्लममा। ल त्यसो भए तर यो के को लागि भन्दा यो चाहिँ हाम्रो इन्डिभिजुअल सिरिजको लागि। त्यो इन्डिभिजुअल सिरिजको लागि हाम्रो एचएमको फर्मुला हुने भयो एन बाई समेसन 1/x। त्यसो भए डिस्क्रिटको लागि के होला त भन्दा अब हामीलाई आइडिया आउँछ। जसरी मैले इन्डिभिजुअल सिरिजमा अर्थमेटिक मिन निकाल्ने फर्मुला समेसन एन भनेको थिएँ, तर त्यसैमा डिस्क्रिटमा गएर बिचमा एफ र एचको ठाउँमा क्यापिटल एन हुन्छ भनेको छु होइन। सेम हो यहाँ पनि, अब केही प्रब्लम हुँदैन। त्यसपछि डिस्क्रिट सिरिजमा एचएम निकाल्ने फर्मुला चाहिँ क्यापिटल एन बाई समेसन 1/x त हुनै पर्यो, तर बिचमा फ्रिक्वेन्सी पनि आउनु पर्यो। फेरि कन्टिन्युस सिरिजमा के होला त, कन्टिन्युस सिरिजमा जसरी इन्डिभिजुअल सिरिज डिस्क्रिट सिरिज र उसमा कन्टिन्युस सिरिजमा फरक के थियो भन्दा यहाँ एक्स र एम थियो होइन। भनेपछि यहाँ पनि अब एक्सको ठाउँमा मैले एम लेखिदिन्छु। कन्टिन्युस सिरिजमा एचएमको फर्मुला हुन्छ एन बाई समेसन f1/m। ल अब यो 3टा फर्मुलाहरू युज गरेर अहिलेको जस्तै सिम्पल क्वेसनहरू प्र्याक्टिस गर्दै हामी अगाडि बढ्छौँ ताकि पछाडि हामीलाई प्रब्लम नआओस्। ल अहिलेको जस्तै मानौँ न, अघिकै क्वेसन लिदिउँ न एउटा, अघिकै क्वेसन लिदिउँ। ल यहाँ के छ भने हाम्रो यो मिन निकाल्ने फर्मुला यसैलाई म लिन्छु। ल यसैलाई कपी गर्छु। ल यसलाई कपी गर्छु, धेरै किन यहाँ बनाइराख्नु यहाँनिर है। ल यहीँनिर कपी गरेँ, तर यहाँ त हाम्रो लग छ होइन। लगहरू त जोमेट्रिक मिन छ भने मैले यसलाई चाहिँ मेटाइदिन्छु।
ल अब कसरी गर्ने होला त यही क्वेसन त यही हो 10 20 30 40। अब मलाई हार्मोनिक मिन निकाल्न छ भने मलाई हार्मोनिक मिनको फर्मुला चाहियो। फर्मुला मैले यहाँ माथि लेखिरहेको छु। के गर्नु पर्ला त ल त गेस गरौँ त ल। हार्मोनिक मिन निकाल्नु पर्यो भने हामीलाई अघि न लग एक्स निकाले जस्तो अहिले के निकाल्नु पर्छ होला ल त। अघि न लग एक्स को काम गरे जस्तो अहिले के को काम गर्नुपर्छ होला। 1/x को सर। हो 1/x को काम गर्नुपर्छ भनेको हरेक नम्बरको रेसिप्रोकल निकाल्नु पर्यो होइन। फेरि क्यालकुलेटर छँदैछ हामीसँग 1/10 हुने भयो होइन। हरेकको 1/1 गर्ने हो 0.1। त्यसै गरी 1/20 गर्नु पर्यो 0.05। 1/30 गर्नु पर्यो 0.00333। चारवटा डिजिट राख्ने धेरै नराख्ने भनेको छु। 40 गरौँ 40 गर्दा 0.025 भयो। फेरि 50 गरौँ कति आउने भयो 0.02। ल यो भयो हाम्रो एक्स सम के अरे 1/x। अब यसैलाई एड गर्ने भन्छ होइन। हाम्रो फर्मुलाले के भन्छ र अरू केही फ्रिक्वेन्सी छैन केही छैन। अब फ्रिक्वेन्सी भएको भए हामी त्यसलाई मल्टिप्लाई गरेर गर्थ्यौँ होइन त। तर फ्रिक्वेन्सी छैन जस्ट सम गर 1/x लाई एड गर भने अब 1/x हामीले जे निकाल्छौँ त्यसको समेसन निकाल भने अब त्यसको समेसन निकाल्नलाई टक्क यहाँ ल्याएर एड गर्नु पर्यो भएभरको चिजलाई। ल 1/xहरू जोड्दा कति हुन्छ होला कसरी जोडिसक्यो हो त। 0.2283। 0.2283 आउँछ। त्यसो भए त सकिएको काम होइन। जम्मा 5 हो यान भनेपछि माथि भयो 5 तल भयो 0.2283। यहाँ एन्टी लग छ केही पनि हुँदैन। त्यसो भए यहाँ 5/0.2283 आउने भयो कति 21.901 चाहिँ हाम्रो आन्सर भयो। यसरी इन्डिभिजुअल सिरिजको हार्मोनिक मिन निकाल्न सकिन्छ है। गाह्रो छ त छैन है। अब यसैलाई हामीले डिस्क्रिट सिरिजमा काम गर्नु पर्यो भने होइन त फेरि अहिलेकै डिस्क्रिट सिरिज लिएर आउँ न त के छ र होइन। यही छ हामीसँग डिस्क्रिट सिरिजको कुरा। ल यसैलाई मैले कपी गरेर लिएर आउँछु डिस्क्रिट सिरिज। ल यहाँनिर डिस्क्रिट सिरिजको पनि फर्मुला के अरे भ्यालु मैले यहाँनिर ल डिस्क्रिट सिरिजको पनि एउटा क्वेसन मैले लिएँ। फेरि मलाई यहाँ त लग चाहिँदैन मैले लग चाहिँ मेटाइदिइहाल्छु। मलाई के चाहिन्छ होला भन्दा अहिलेको जस्तै गरी मलाई 1/x चाहियो। अब हामीलाई के चाहियो 1/x चाहियो। ल सबैको 1/x निकाल्नु पर्यो। अघि नै निकालि पनि सकेको छ 1/x त्यही त हो होइन। 0.1 0.05 0.0333 0.025 कहाँ पुग्यो सबै ठाउँमा खादिएछ। 0.1 0.05 0.0333 0.025 र 0.02। अब 1/x लाई एड गर्ने होइन। किन होइन भन्दा यहाँ त फ्रिक्वेन्सी पनि छ होइन त। फ्रिक्वेन्सी पनि भएकोलाई पहिला फ्रिक्वेन्सीले मल्टिप्लाई गर्नु पर्यो। यसरी मल्टिप्लाई गर्ने। ल अब हरेक नम्बरलाई हामीले यहाँ मल्टिप्लाई गर्नुपर्छ 2 इन्टु 0.1 कति आयो 0.2 है। त्यसै गरी यहाँ 4 इन्टु 0.05 0.2 नै आउँदो रहेछ हो त 4 इन्टु 0.5 हो। त्यसै गरी 8 इन्टु 0.0333 0.2662 आउँछ। त्यसै गरी 5 इन्टु 0.025 0.125 आउँदो रहेछ। त्यसै गरी 3 इन्टु 0.02 गर्दा 0.06 आउँदो रहेछ। ल यसलाई अब टक्क एड गरिदिने अनि अघिकै फर्मुला अघिको फर्मुला हामीलाई थाहा छ के थियो फर्मुला 0.8514 आउँछ सर। अनि सर नमस्ते सर। हजुर भन्नुहोस्। म भर्खर आएछु केही बुझेन सर स्टार्टिङदेखि कति कति बताइदिनु।
हो ल म अलिकति बताइदिन्छु एकछिन है। हुन्छ सर। यसलाई पनि यसलाई एड गर्दा कति आइरहेछ? 0.8514 सर। 0.85 8.8514 8514 हजुर। ल भनेपछि हार्मोनिक मिनको फर्मुला हुन्छ क्यापिटल एन बाई समेसन एफ 1/x भनेपछि यो भयो 22 डिभाइड बाई 0.8514। ल यसलाई टक्क डिभाइड गरेपछि हाम्रो आन्सर आइहाल्छ। 22 डिभाइड बाई 0.8514 25.83 25.8398। ल यसरी हामीले हार्मोनिक मिन निकालिदिन्छौँ। ल हामीले अहिले यहाँ के गरिरहेछौँ भने नि एकजना पछाडि आउनुभयो भन्नुभयो जस्तो हामीले आज चाहिँ जोमेट्रिक मिनको बारेमा पढ्दैछौँ र हार्मोनिक मिनको पढ्दैछौँ। जस्तो अर्थमेटिक मिन हो त्यस्तै खालको काम गर्ने यो नयाँ खालको मिन हो। केही केही केसेसहरूमा हामीले अर्थमेटिक मिन भन्दा जोमेट्रिक मिन र हार्मोनिक मिन चाहिँ बेटर हो भन्छौँ के। त्यो कुन कुन केसमा बेटर हो भनेर हामी पछि भन्छौँ। तर अहिले हाउ टु क्यालकुलेट कसरी क्यालकुलेट गर्ने भन्ने कुरालाई चाहिँ मैले बढी फोकस गरिरहेको छु। त्यसलाई चाहिँ के भनिरहेको छु भने यहाँ इन्डिभिजुअल सिरिज छ भने चाहिँ एन्टी लग अफ समेसन लग एक्स बाई एन भन्ने फर्मुला लगाउने भन्दा गर्दा ओहो कहाँबाट आयो यो लग लग त मैले सुनेकै थिएन भन्ने जस्तो लाग्न सक्छ कसैलाई। त्यो भनेको केही डराउनु परेन, हाम्रो क्यालकुलेटरले सजिलैसँग दिन्छ। हाम्रो क्यालकुलेटरमा लग भन्ने एउटा डेडिकेटेड की हुन्छ है। त्यो की थिचेपछि लगको काम आइहाल्छ। त्यही काम गर्ने हो। यहाँ जति पनि हामीलाई इन्डिभिजुअल सिरिजमा डिस्क्रिट सिरिजमा दिएको भ्यालुहरू छ नि त्यो सबै भ्यालुको लग भ्यालु निकाल्न हामीले जस्ट लग थिचेर त्यो नम्बर थिचिदिने। जस्तो यहाँ अहिले लग निकाल्नु छ भने लग, मलाई 10 निकाल्नु छ भने लग 10 थिचेपछि भ्यालु आउँछ। त्यही भनेको यसरी भ्यालुहरू सबै निकाल्ने अनि यो फर्मुला अनुसार लग एक्स निकालिसकेपछि त्यसलाई जोड्ने भनेपछि मैले जोडेको छु 7.078 आएको छ है। अनि त्यसपछि अनि फेरि यनले डिभाइड गरेर एन्टी लग निकालेका छौँ हामीले है। यसरी काम गर्ने। यसै गरी डिस्क्रिट सिरिजको लागि पनि मैले यहाँ फर्मुला जे लेखाएको छु नि यो फर्मुलाले भन्छ कि के गर्ने भनेर। धेरै फर्मुलालाई युज गर्न जाने भने केही गाह्रो हुँदैन। अब जस्तो अर्थमेटिक मिनमा त्यस्तै हो। तर फेरि हार्मोनिक मिनमा चाहिँ लगको ठाउँमा लग युज नगरेर हामी चाहिँ रेसिप्रोकल युज गर्छौँ, 1/x युज गर्छौँ। 1/x युज गरेपछि टक्क हाम्रो हार्मोनिक मिन पनि आउँछ। इन्डिभिजुअल पनि सेम हो, डिस्क्रिटमा पनि जस्ट एउटा यफ नयाँ हो। अब कन्टिन्युस सिरिजमा के होला त भन्दा मैले भन्नै पर्दैन होला है। कन्टिन्युस सिरिजमा हुन्छ, कन्टिन्युस सिरिजमा के हुन्छ त भन्दा हाम्रो क्लास इन्टरभल। ल अघि नबुझेकोले नि यहाँ बुझिन्छ। ल कन्टिन्युस सिरिजमा हाम्रो क्लास इन्टरभल हुन्छ अनि यहाँ फ्रिक्वेन्सी हुन्छ भनेर थाहा छ। ल मानौँ न अघि क्वेसन किन लिनु, म नयाँ क्वेसन लिन्छु। ल यहाँ चाहिँ मानौँ 0 देखि 20, 20 देखि 40, 40 देखि 60, 60 देखि 80 र 80 देखि 100 भन्ने रहेछ मानौँ क्लास इन्टरभल। त्यसै गरी फ्रिक्वेन्सी रहेछ 4, 10, 15, 10, 3 रहेछ भने अब मैले कसरी हार्मोनिक मिन निकाल्ने होला यहाँबाट भनेर म काम गर्दैछु। एचएमको लागि काम गर्दैछु भने पहिलो काम मैले मिड भ्यालु निकाल्नुपर्छ किन यो कन्टिन्युस हो। कन्टिन्युसमा मिड भ्यालु निकाल्ने तरिका तपाईँलाई थाहा छ। कसरी निकालिन्छ अरे 0 देखि 20 को बिचमा 15 हुन्छ होइन त। 20 देखि 40 को बिचमा 15 हुन्छ त। 0 देखि 20 को बिचमा 10 10 10 हुन्छ। त्यसै गरी 20 देखि 40 को बिचमा 30 हुन्छ। यो आएन भने 20 प्लस 40 डिभाइड बाई 3 गरिदिने, 60/2 गरेपछि 30 हुन आउँछ। यसरी सबैको मिड भ्यालु निकाल्ने। यो भयो 50, यो भयो 70, यो भयो 90। अब यम आइसकेपछि त्यसको रेसिप्रोकल निकाल्ने किनभने हार्मोनिक मिन निकालिरहेको छौँ हामी। रेसिप्रोकल निकाल्नलाई हरेक फेरि अहिलेको जस्तो मिड भ्यालुलाई 1 गर्ने। 1 डिभाइड बाई 10 गर्दा आउँछ 0.1। त्यसरी 1 डिभाइड बाई 30 गर्नु पर्यो गर्दा 0.0333 आउँछ। त्यसरी 50 गर्नु पर्यो। यो अघि नै के आइरहेछ कि क्या हो होइन 0.02 चाहिँ 70 गर्नु पर्यो।
ठिक छ नि है 10 30 50 ठिक छ है त्यो 70 गर्दा कहिलेकाहीँ हतार हतार गर्दा बिग्रिन्छ कि फेरि ल त्यसै गरी 70 पछि 90 गर्दा कति आउँछ 0.0111 आउँछ यसै गरी 1/x आयो भने अब के काम गर्नु पर्यो भन्दा एफले सबैलाई मल्टिप्लाई गर्नु पर्यो एउटै काम हो कि इन्डिभिजुअल डिस्क्रिट कन्टिन्युअस सबैमा जस्ट एउटा सिम्पल थिम जोमेट्रिकमा लग लगाउने हार्मोनिकमा 1/m लगाउने यति नयाँ हो 2-4 क्वेसन गरेपछि आइडिया आफै आइहाल्छ 0.1 इन्टु 4 0.4 त्यसै गरी 10 इन्टु 0.0333 गर्दा कति आउँछ 0.333 आउँछ ल त्यसै गरी यहाँ अहिले अब अरू सबै निकाल्न सकिन्छ है यो दुईटालाई मल्टिप्लाई गरेर यहाँ लेख्ने हो यसो गऱ्यो भने समेसन f1/m आउँछ है अब के गरौँ छ त अब त फर्मुलामा हालिदिने हो यहाँनिर यसलाई जोड्यो भने यो आउँछ अब एचएम को फर्मुला हुन्छ n/समेसन f1/x सरी 1/x हो त के होला भन्नुहोस् त यहाँ एम हो नि त मिड भ्यालुको लागि हामी काम गरिरहेछौँ ल अब यहाँ चिज यो ल्याएर राखिदिने यहाँ आएको चिज यहाँ ल्याएर राखिदिने टक्क हिसाब गर्ने सक्यो ल यो खाली ठाउँ भर्ने काम तपाईँले गर्न सक्नुहुन्छ केही पनि गाह्रो छैन र यसरी हामीले हार्मोनिक मिन अर्थमेटिक मिन र जोमेट्रिक मिन मैले अहिलेसम्म 3टा खालको मिनको कुरा गरेँ MEAN मिनमा 3 खालको पढ्नु पर्दो रहेछ एउटा एएम अर्थात् एक्स बार जुन सानो बच्चा क्लासदेखि पढेको होइन हिजो अस्ति हामीले भनेका थियौँ अनि त्यसपछि अर्को भनेको जिएम जोमेट्रिक मिन जसलाई मैले आज भने लग युज गर्नुपर्छ है भनेको छु विशेष ख्याल गर्ने है त्यसै गरी अर्को छ हार्मोनिक के भन्छ हार्मोनिक मिन एचएम यसलाई चाहिँ हामीले 1/रेसिप्रोकल कन्सेप्ट युज गर्ने भनेको छु ल यति कुरा ख्याल गर्न यहाँ त है अनि योसँग रिलेटेड कुराहरू के छ त्यो पनि यसो प्र्याक्टिस गर्ने हेर्ने यो क्वेसन चाहिँ हामीले गर्न खोजेको यो चाहिँ भएन भन्ने यस्तो क्वेसनहरू पनि आउनु पर्यो त्यो आयो भने मलाई पनि सजिलो हुन्छ ल अब आज चाहिँ हामी यति नै गर्छौँ है धेरै एकैचोटि पढ्यो भने पनि फेरि बुझिँदैन के अब भोलि हामी पार्टिसन भ्यालु भोलिको एकदमै इम्पोर्टेन्ट छ है भोलिको क्वेसन त लगभग स्योर जस्तै आउँछ पार्टिसन भ्यालु भनेको मिडियन Q1 Q3 D1 D9 P1 देखि P99 सम्मको कुरा छ लगभग हाम्रो सेन्ट्रल टेन्डेन्सीबाट जहिले जस्तो भी आई लेख्दै मैले यो क्वेसन बढी सोधिराखेको हुन्छ कहिले 2 मार्कमा कहिले 5 मार्कमा कहिले 15 मार्कमा कहिले 10 मार्कमा कहिले 15 मार्कमा पनि सोधिराखेको हुन्छ त्यसै गरेर विशेष भोलिको क्लास नछोड्ने र टाइममा आउने ल ठ्याक्कै 7 बजे ल आजको लागि यति नै गरौँ सर हजुर भन्नुहोस् 2-4वटा क्वेसन हालिदिनु न प्र्याक्टिसको केमा लागि उसमा ल म 2-4वटा क्वेसन राखिदिन्छु ल एकदम राम्रो कुरा प्र्याक्टिस हो गर्नु है त हुन्छ ल प्र्याक्टिस भइरहेको ल छ हामीहरूलाई ल ठ्याक्कै म 1 घन्टापछि ल 1 घन्टामा ठ्याक्कै क्लास छ त्यसपछि 1 घन्टापछि म राखिदिन्छु अनि सरले पठाइदिनुहुन्छ त्यहाँ ल हुन्छ थ्याङ्क यू सर ल